यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः। श्रीमच्चन्द्रचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रतिभासन् मुक्तावलिशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातामहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ सप्तविंशो अध्यायः चन्द्रावती स्ववृत्तान्त उपाख्यान। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, त्यसपछि चन्द्रावतीले बगाएका 8 रोटीमध्ये 4 रोटी नागिनीले पाएर हातमा लिई विचार गर्न लागिन्। यस्तो अपूर्व रोटी कसले बगाएछ? मेरा पति घर छैनन्, 12 वर्ष भयो, कहाँ गए पत्ता छैन। उनलाई नखुवाई एक्लै कसरी खाऊँ? उनको खबर गरौँ अनि 2-2 रोटी बाँडेर खाउँला भनी गण्डकी नदी नाला सबै स्थानमा खबर गर्दै गइन्। तिनै 8 रोटीमध्ये 4 रोटी नागले पनि पाएर विचार गर्न लाग्यो। कस्तो अपूर्व रोटी पाएँ, यो मेरी स्त्रीलाई नखुवाई एक्लै कसरी खाऊँ? म परदेश हिँडेको पनि 12 वर्ष भयो, अब घर गई 2-2 रोटी बाँडेर खाउँला भनी घर जान लाग्दा साली नदी र त्रिशुली नदीको दोभानमा श्री स्वस्थानी परमेश्वरीको प्रसाद स्वरूप त्यो रोटीको प्रतापले नाग र नागिनीको भेट पायो। अनि नागिनीले प्रसन्न भएर भनिन्, हे स्वामी, मलाई एक्लै छाडेर यत्तिका दिनसम्म कहाँ जानुभएको थियो? मेरो भाग्यले आज तपाईँको दर्शन पाएँ। कसैले बगाएको यो 4 रोटी भेटाएँ, त्यो तपाईँलाई नखुवाई एक्लै कसरी खाऊँ? 2-2 बाँडेर खाउँला भनी गण्डकी नदी नाला सबैतिर खोज्दै हिँडेकी हुँ। बल्ल सन्तोष भयो, लौ खानुहोस् भनी आफूसित भएको 4 रोटीमध्ये 2 रोटी दिइन्। अनि नाग भन्दछ, हे स्त्री, त्यस्तै 4 रोटी मैले पनि पाएको छु, तिमीलाई नखुवाई एक्लै कसरी खाऊँ? 2-2 रोटी बाँडेर खाउँला, घर जाउँ भनेर आएँ, तिम्रो मुख देखेर सन्तोष भयो, लौ खाऊँ भनी आफूले पाएका 4 रोटीमध्ये 2 रोटी दिए। दुवै स्त्री पुरुषले ती रोटी खाइसकेर नागिनी नागका काखमा बसी आनन्दले रहे। तब नाग भन्दछ, हे स्त्री, 12 वर्षसम्म हामीहरूको भेट नभएको यसै रोटीको प्रभावले भेट भयो। जसले यी रोटी बगायो त्यसको भोलिकै दिनमा इच्छा सिद्धि होस्, लक्ष्मी प्राप्त हुन् र शत्रु नाश हुन् भनी अनेक आशीर्वाद दिए। अनि नागिनी भन्दछिन्, हे स्वामी, म पनि त्यसलाई आशिष दिन्छु जसले यी रोटीहरू बगायो। त्यसलाई नवग्रहले पीडा नगरून्, राज्यलक्ष्मी त्यसका बसमा रहन्, फेरि हामी जस्तै पति पत्नी छुट्टिएका भए पनि चाँडै भेटोस् भनी अनेक आशीर्वाद दिइन्। यसरी आशीर्वाद दिएर नाग नागिनी आफ्ना आश्रममा गए। त्यसपछि लावण्य देशका मानिसहरू साली नदीमा स्नान गर्न जाँदा त्यस्ता किसिमले बसेकी चन्द्रावतीलाई देखेर सोधे, तिमी देवकन्या, विद्याधर कन्या अथवा स्वर्गकी अप्सरारम्भा तिलोत्तमा को हो? यहाँ एक्लै किन बसेकी? यति लोकहरूले भनेको सुनि चन्द्रावती भन्दछिन्, हे लोको, म देवकन्या वा स्वर्गकी अप्सरा होइन, म वरुणपुरका अग्निस्वामीकी छोरी चन्द्रावती हुँ। गोमा ब्राह्मणीका पुत्र नवराजकी पत्नी हुँ। हिजो स्वर्गका अप्सराहरू यहाँ आई श्री स्वस्थानी परमेश्वरीको व्रत गरेर स्वर्ग गए। मैले पनि उनैका संसर्गमा श्री स्वस्थानी परमेश्वरीको व्रत गरेर राति जागराम गरेँ। लावण्य देशका लोकहरूले आश्चर्य मानेर सल्लाह गरे, गोमा ब्राह्मणीका पुत्र नवराज त हाम्रो देशका राजा भएका छन्, यो कुरा के कसो हो? राजालाई भन्नुपर्दछ भनी नवराज राजा कहाँ गई बिन्ती गरे, हे महाराज, चन्द्रावतीले भनेको सारा कुरा यस्तो यस्तो हो। ती साली नदीको तटमा बसिरहेकै छन्, हुन कि होइनन् विचार गरी बक्सियोस्। यति लोकले भनेको सुनि नवराज राजाले आफ्नी पत्नी चन्द्रावतीलाई सम्झे अनि भने, हे लोक हो, तिमीहरूले उचित कुरा भन्यौ। चन्द्रावती मेरी पत्नी हो। राज्यको कार्यभारले उसलाई बिस्रिरहेको थिएँ। अब तिमीहरू सबैजना गई डाकेर ल्याऊ।
भनी उत्तम वस्त्र अलङ्कारहरू पठाइदिए। अनि मन्त्रीलाई डाकेर भने, हे मन्त्री, मेरी स्त्री चन्द्रावती सालिन्दीका तीरमा आएर बसेकी रहेछ। अहे, लावण्य देशका लोकहरू नाना वस्त्र अलङ्कार पहिरी नाच गीत वाद्य गरेर लिन जाउँ, छिटै पठाऊ, म पनि परसम्म लिन आउला। हात्ती, घोडा, रथ, पैदल सेना आदि तयार गर भनी आज्ञा दिए। मन्त्रीले हुन्छ भनेर पुरा सहरमा झ्याली पिटाई सारा प्रजाहरू पछि लगाई आफू पनि गए। सबै चन्द्रावती कहाँ पुगेर प्रणाम गरी भने, हे महारानी, नवराज राजाले हजुरलाई लिन पठाएर हामीहरू आयौँ। यो पाल्की र वस्त्राभूषण ल्याएको छ, पहिरेर छिटै जाउँ। तब चन्द्रावतीले आफ्ना पति नवराजलाई सम्झेर भनिन्, हे स्वस्तानी परमेश्वरी, मेरा पति नवराजसित चाँडै भेटोस् भनेर हिजो व्रत पूर्ण गरे, आजै भेट हुन लाग्यो। हे ईश्वरी, हजुरलाई कोटी कोटी नमस्कार छ। म पापिनी नाम भएर दुःखका सिन्धुमा डुबिरहेकीलाई कष्टबाट पार गर्नुभयो। हे लोकेश्वरी, हजुरलाई कोटी कोटी नमस्कार छ। हे भगवती, हजुरका कृपाले ब्रह्माले 14 भुवन सृष्टि गरे, यस्ती हजुरलाई कोटी कोटी नमस्कार छ। हे जगदीश्वरी, हजुरको दयाले म पनि लावण्य देशकी रानी हुन आँट भनी बहुतै प्रसन्न भई वस्त्र अलङ्कार पहिरी पाल्कीमा बसी समस्त प्रजाहरू समेत भई लावण्य देश गइन्। नगर बाहिर पुगेपछि लावण्य देशका स्त्रीहरूले थाहा पाई हतपत गरे। कसैले पाकिसकेको भात छाडेर निस्के, कसैले खाँदा खाँदै हात पनि नधोई निस्के, कसैले छोराछोरी रुवाउँदै निस्के। अगाडि पुग्न भनी पहिले दगुर्दा कसैका हात र कसैका खुट्टा भाँचिए। यसरी नवराज राजाले चन्द्रावतीलाई अनेक मङ्गलयात्रा गर्दै दरबारमा लैजाँदा भए। अनि फेरि कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, तिमी ध्यानपूर्वक सुन। त्यसपछि चन्द्रावतीले गोमा राजमाता र आफ्ना पति नवराज राजालाई प्रणाम गरिन्। नवराजले सम्मान साथ बसालेर चन्द्रावतीलाई सोधे, हे स्त्री, मैले तिम्रो मुख नदेखेको आज यत्तिका वर्ष भइसक्यो। फेरि तिमीलाई ल्याउन भनी डोलेहरू पठाएको थिएँ। ती डोलेहरू पनि आजसम्म फर्केर यहाँ आएनन्। तिमीले पनि आउन धेरै विलम्ब गर्यौ। म राजा भएको तिमीले थाहा पाइनौ कि? मैले त राज्यको कार्यभारले तिमीलाई बिर्सिरहेको थिएँ। फेरि सालिन्दीको तटमा आएर एक्लै किन बसेकी? मलाई त लावण्य देशका प्रजागणले भनेर पो थाहा पाएँ। फेरि तिमी पनि पहिलेकी जस्ती छैनौ, अत्यन्त तेजवती भइछौ। आफ्नो सबै वृत्तान्त सुनाऊ। यति आफ्ना स्वामी नवराज राजाले सोधेपछि प्रसन्न भएकी चन्द्रावती भन्न लागिन्, हे स्वामी, म माइतमै बसिरहेकी थिएँ। हजुरले डोलेहरू पठाउनु भएछ। उनैद्वारा हजुर राजा भएको समाचार पाएकी हुँ र माता पितासित बिदा मागी डोलीमा बसेर कहिले हजुरको दर्शन होला भनी हतारिरहेकी थिएँ। संयोगले त्यस दिन माघ शुक्ल पूर्णिमा रहेछ। यहाँ आउने बाटोमा एउटा ठूलो जङ्गल रहेछ। त्यहाँ स्वर्गबाट अप्सराहरू आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका डोलेहरूले देखेछन्। डोली अड्डाई, हामीलाई भोक लाग्यो, त्यहाँ पर केही पाए खाएर आउँछौँ, तपाईँ एकछिन यहीँ बस्नुहोस् भनी मलाई वनमा एक्लै छाडी अप्सराहरूले व्रत गरेको स्थानमा गई उनीहरूको संसर्गमा पूजा गरेर प्रसाद लिई मुनेर आई मलाई प्रसाद दिए। त्यसबेला मलाई अहङ्कारले छोप्यो। डोलीबाट ओर्ली डोलेहरूका हातबाट प्रसाद खोसी थुह थुह गरी थुकेर खुट्टाले कुल्ची दलिमली पारी मिल्काइदिए। डोलेहरूलाई बेसरी हप्काई छिटो लैजाऊ भन्दै श्री स्वस्थानी परमेश्वरीको अनेक प्रकारले निन्दा पनि गरे। बिचरा डोलेहरू डरले बोल्न नसकी चुपचाप डोली बोकेर त्यहाँबाट हिँडे। सालिन्दीमा आइपुगेपछि साँगुद्वारा पारी तर्न लाग्दा अकस्मात चन्द्रुवा टाँगे जस्तै मेघ उठ्यो। ठूलो पानीका साथै भयङ्कर हुरी आयो र पुल भाँचियो। म पनि डोलीबाट लडी सालिन्दीमा परेँ। डोलेहरूको के गति भयो केही पनि थाहा पाउन सकिनँ। मेरो शरीर कहिले मूर्छाउने कहिले चेताउने भयो। म यस्ती हुँ भन्ने पनि सुद्धि हरायो। नदीकै तटमा पडिरहेँ। निकै दिनपछि कपिल नामका 2 ब्राह्मण त्यतैबाट आए। मैले कहाँ जान लागेका भनी सोधेँ। तिनले राजाको ब्राह्मण भोजनमा जान लागेका भनेपछि मैले त्यसो भए मलाई पनि केही मागेर ल्याइदेऊ भने। तिनीहरू भोजन गरेर घर फर्कन लाग्दा आएर भने, हे पापिनी, तेरो निम्ति हामीले लज्जित हुनु पर्यो। तेरो नाम लिनासाथ राजाको भण्डार नै सुकी गयो। राजमातालाई खान भनेर पकाइराखेको भात रहेछ, त्यही ल्याइदिएका छौँ भनी मलाई पातमा भात दिए। भोकले आत्तिएकी हुनाले मुख पनि नधोई खान तयार भएँ। त्यो देखेर ती ब्राह्मणले भने, हे पापिनी, यस्तो अवस्थामा परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ। मुख धोएर खा।
श्री स्वस्तानी परमेश्वरीको व्रत गरेस् भने तेरो समस्त पाप रोग नाश हुनेछ भनी घर गए। अनि म मुख धुन सालिन्दीमा जाँदा नदीको जल सुक्दै गयो। त्यो देखेर म माथि आएर मुख नधोएरै खान तयार भएँ त भात खरानी भयो। खरानी पनि खान खोज्दा ठूलो हुरी आएर उडाइ लग्यो। अनि म नाना तराको शोक गरी रोइ कराई भोक प्यास सहेर ठूलो कष्टले दिन काटिरहे। त्यही क्रमले रहँदा बस्दा पौष शुक्ल पूर्णिमा आयो। स्वर्गबाट स्वस्तानी परमेश्वरीको व्रत आरम्भ गर्न अप्सराहरू सालिन्दीमा आए। मैले तिनीहरूलाई देखेँ। 4 हात पाउँ टेकेर गई, तिमीहरू को हौ? केही खानेकुरा भइदियो, पुण्य होला। म के पापले यस्ती भएँ? भन्दा उनीहरूले भने, हामी इन्द्रका अप्सरा हौँ। श्री स्वस्तानी परमेश्वरीको व्रत आरम्भ गर्न यहाँ सालिन्दीमा स्नान गर्न आएका हौँ। तेरो अवस्था देख्दा हामीलाई दया लाग्यो। अब त श्री स्वस्तानी परमेश्वरीको व्रत गर। त्यसैको प्रभावले तेरो सारा पाप नाश होला र यो दुःखको सिन्धुबाट पार होलिस्। मैले भने, म यस्तो स्थितिमा परेकी पापिनीले त्यो व्रत कसरी गर्ने? सामग्री को देला? के चाहिन्छ? मेरो कुरा सुनि तिनीहरूले व्रत विधि बताई स्वर्ग गए। मैले पनि उनीहरूको उपदेश अनुसार पौष शुक्ल पूर्णिमादेखि नित्य स्नान गरी, एक भक्त रही, एक चित्त गरी महिना दिनसम्म नित्य मध्याह्नकालमा श्री महादेवको पूजा गरिरहे। महिना दिन भयो। माघ शुक्ल पूर्णिमाको दिन आयो। श्री स्वस्तानी परमेश्वरीको व्रतोद्यापन पूर्ण गर्न अप्सराहरू फेरि त्यहीँ आए। हे स्वामी, महिना दिनमै श्री स्वस्तानी परमेश्वरीको व्रतको प्रभावले मेरो कुष्ठरोग निको भयो। हातखुट्टा पनि पहिलेका जस्तै भए। अनि मैले अप्सराहरूसित भने, अब पूजा गर्न मसँग केही सामग्री छैन, कसरी गर्ने? अप्सराहरूले भने, सामग्री नभए सालिन्दीबाट बालुवा ल्याई सामग्री तुल्या। अनि मैले सालिन्दीबाट बालुवा ल्याई सामग्रीको कल्पना गरेँ र त्यो सामग्री सिद्ध भयो। अर्थात् मैले जे कल्पना गरेकी थिएँ त्यो सबै सिद्ध भएको देखेर अप्सराहरू प्रसन्न भई। आजसम्म तँलाई पापिनी भन्थ्यौं, तर आजदेखि तेरो नाम पुण्यवती भयो भने। सोही सामग्रीले मैले तिनै अप्सराहरूको संसर्गमा व्रतको उद्यापन पूजा गरे। व्रत पूरा गरेर उनीहरू स्वर्ग गए। अनि श्री स्वस्तानी परमेश्वरीको प्रसाद अष्टोत्तर 100मा 8 रोटी, 8 अक्षता, 8 पुष्प, 8 पान, 8 कुर्का सुपारी, 8 यज्ञसूत्र र सगुन समेत दिन हजुर सामुन्ने नहुनाले मैले गङ्गाजीमा मेरा स्वामीसित छिटै भेट होस् भनी बगाइदिएँ। प्रातकाल भयो। सालिन्दीमा स्नान गरी अब माइत जान्छु भनी तयार भइसकेकी थिएँ, त्यत्तिकैमा लोकहरू लिन आए। हे स्वामी, मैले श्री स्वस्तानी परमेश्वरीको अपमान र निन्दा गरेको पापले त्यस्ती भएँ, तर फेरि उनैको कृपाले कपिल ब्राह्मण एवं अप्सराहरूको उपदेशले म यस्ती भएर आज हजुरको दर्शन गर्न पाएँ। श्री स्वस्तानी परमेश्वरी भन्दा ठूलो अर्को कुनै देवता त्रिलोकमा छैनन् भन्ने मेरो मनमा निश्चय भयो। समस्त व्रतहरूको पनि व्रत, सम्पूर्ण तीर्थको पनि तीर्थ, धर्मको पनि धर्म, कालको पनि काल र देवताको पनि देवता यस्ती जगदीश्वरीलाई मेरो कोटि कोटि नमस्कार छ भनी चन्द्रावतीले श्री स्वस्तानी देवीलाई बारम्बार दण्डवत प्रणाम गर्दै भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथाया चन्द्रावती स्ववृत्तान्त कथनम नाम सप्तविंशो अध्याय 27। कथा सुन्ने सबै श्रोताहरूले नित्य कथा सुनिसकेपछि चन्दन, अक्षता र फूल लिएर उभिएर हात जोड्नु। त्यसपछि वक्ता पण्डितले तल लेखिएका श्लोकहरू पढ्नु। उपनयतु मङ्गलम व सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवन लीन दल निभेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सस्यशालिनी सन्तु निर्भया अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसङ्गः या कुन्देन्दु तुषारहार धवला या शुभ्र वस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना
या ब्रह्माच्युत शङ्कर प्रभृतिभिः देवैः सदा वन्दिता सामा पातु सरस्वती भगवती निःशेष जाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् तत्। यति भनिसकेपछि कथा सुन्ने समस्त श्रोताहरूले पुस्तकको बासामाथि पुष्पाञ्जली चढाई पुस्तकलाई ढोग गर्नु र आफ्ना मनका इच्छित वरदान माग्नु।